हेलो हेलो, म चाहिँ आज तपाईहरुलाई कटरको तरकारी बनाउने तरिका सिकाउँदै छु। सुरुमा चाहिँ मैले कटर यहाँ रेडी पारिसकेको छु। हल्का चाहिँ अब पानी राख्ने, कटर रेडी पार्ने। त्यसपछि चाहिँ मैले यहाँ पानी बसालेको छु। पानी चाहिँ अब उम्लिन लागेको छ। पानी उम्लिसकेको छ। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै यसमा कटर राख्ने। मैले चाहिँ यसमा सबै कटर राखेको छु। हल्का थोरै नुन राख्ने अनि त्यसपछि हल्का बेसार राख्ने। बेसार राखेको चाहिँ हल्का चाहिँ यो राम्रो देखिन्छ। नुन बेसार राखिसकेपछि चाहिँ हल्का यसलाई चलाउने। चलाइसकेपछि यसलाई चाहिँ छोपिदिनुपर्छ। यसरी पाकिरहेको छ। यसलाई चाहिँ अब म थालमा राख्छु। थालमा राखिसकेपछि म कराईमा थोरै तेल राख्छु। तेलमा राखेर यसलाई एकछिन भुट्छु। त्यसपछि यसलाई म हल्का भुटिरहेको छु। यसलाई जति भुट्यो उति राम्रो देखिन्छ। अब चाहिँ मैले यता प्याज टमाटर पिसेको मसला रेडी पारेर राखेको छु। तेलमा प्याज राख्ने। प्याज एकछिन पाक्छ। थोरै मसला राख्ने अनि धुलो खुर्सानी पनि राख्न सक्नुहुन्छ हल्का। त्यसपछि यसलाई एकछिन पाक्न दिनुपर्छ। मस्तसँग पाक्छ। पाकिसकेपछि यो पिसेको मसला राख्ने। मसला राखिसकेपछि यसलाई हल्का हल्का चलाउने। चलाएपछि यसलाई अलिकति पाक्न दिनुपर्छ मसला। कुनै पनि मसला नपाकेको चाहिँ राम्रो देखिन्न। मसला पाकिसकेको छ। त्यस पछाडि चाहिँ अगाडि तानेको कटर राख्ने यसमा। म चाहिँ सबै कटर राखिसकेको छु। अब यसलाई 5-7 मिनेट मस्तसँग मसलामा भुट्न सक्नुहुनेछ। मैले चाहिँ यता भुट्दैछु। जति भुट्यो उति राम्रो देखिन्छ। आहा, कस्तो राम्रो देखिरहेछ। हल्का चाहिँ यसमा आवश्यक अनुसार तपाईले पानी राख्न सक्नुहुनेछ। आफूलाई आवश्यक पानी कति चाहिन्छ। हल्का ग्रेभी बनाए राम्रो हुन्छ। यो चाहिँ अब रेडी भइसकेको छ। यसमा अब तपाईले हरियो धनिया राख्न सक्नुहुनेछ। धनिया राखेर चाहिँ हल्का चलाउने एकछिन। चलाइसकेपछि कटरको तरकारी रेडी भइसकेको छ।